काजीहरूको यता छ, यता चाहिँ पाजीहरूको। ओइ ओइ ओइ, यहाँ बिचमा एउटा सस्पेन्सन ब्रिज भएको भए लास्टै बोबाल हुन्थ्यो। हेर्दै डर लाग्दो पुरै। आज चाहिँ असार 15 अनि ठ्याक्कै कर्णाली प्रदेशले चाहिँ आज बिदा दिएको रहेछ धान दिवस भनेर। धान दिवस नै भयो अनि प्लस आज चाहिँ अर्को के छ भन्दाखेरि असारको 15 दही चिउरा खाने दिन भन्छ नि त, त्यही भएर चाहिँ गीत नै छ नि त एउटा, असारको 15 दही चिउरा, साउने 15 खिर समथिङ के त्यो गीत चाहिँ त्यति धेरै गाउन आउँदैन। अनि आज चाहिँ दिनमा के कुरा हुन्छ सबै कुरा चाहिँ देखाउन ट्राई गर्नेछु। अनि त्यही नै हो। सो स्टे ट्युन। हामी चाहिँ मानवमीसँग जाँदैछौँ यता के अरे कारे डोरा ज्याजीको फुपूको अस्तित्व भएको थियो। अब त्यो सबै कुरो थाहा नै चाहिँ के भन्नु पऱ्यो। अनि यता चाहिँ सलिम भाइ र हाम्रो विकास भाइ छ भने यहाँ यसमा चाहिँ हामी जाने हो। काजीहरूको यता छ, यता चाहिँ पाजीहरूको। गाउँघरको बाटो पुरै ध्वस्तै छ क्या यहाँ। यो घाटा जाने लिम्सादेखि घाटा जाने बाटो अस्ति झन् पुरै ध्वस्तै थियो, आज हल्का बनाएर रहेछन्। त्यही पनि राइडर ध्रुव सलिम राइडर कान्छ आउँदै हुन्छ पुरै अप्रो राइडर। पुरै टायर चिप्लिन्छ त पुरै। गाउँघरको बाटो यस्तो छ यार, अस्ति झन् पुरै ध्वस्तै थियो कि आज त अझ धेरै बनाएर रहेछ। कहाँसम्म जान्छ रे बाइक? घाटा बजार्यो चाहिँ पुरै। ओइ ओइ कहाँ हाल्छौँ? $150 राइडर भर्खर दाइले सिक्नु भएको जस्तो छ बाइक चलाउन। यहाँसम्म त ल्याइसक्नु भयो यताउता गरेर, अब पुलबाट पार लग्दै हुनुहुन्छ। यो चाहिँ घाटा बजारै लगिहाल्नु। ब्याकग्राउन्ड भ्यू चाहिँ यस्तो छ, पुल छ क्या। यहाँको भ्यू चाहिँ लास्टै बबाल छ। हामी जानुपर्ने यहाँ माथि हो कि यो डाँडा भन्दा अझै माथि हो। अस्पताल लाग्नुभयो अस्पताल बोकेरै भेटघाट। यहाँ बिचमा एउटा सस्पेन्सन ब्रिज भएको भए लास्टै बोबाल हुन्थ्यो होला भन्ने हाम्रो यहाँ भर्खरै निष्कर्ष निस्क्यो। पारिदिन मात्र बाँकी छ। पालिकालाई उडेको छ कि प्रपोजल बर्फ दामी देखिन्छ। लास्ट बोबाल हुन्थ्यो होला क्या, हरियाली हुन्छ नि त बर्फको टाइममा धेरै राम्रो। त्यो पनि तल होइन फेरि सिधै माथिबाट माथि जोड्ने। टुरिज्म प्रमोसनको लागि चाहिँ राम्रो हुन्थ्यो होला यहाँ ब्रिज भएको भए त। टप डाँडा मन्दिर छ यहाँबाट टक्क यहाँ आएर यहाँ चाहिँ पुल भएको भए त क्या मस्त हुन्थ्यो होला। अहिले चाहिँ हामी त्यहाँ मानवमीसँग गएर सबै आफ्नो कामहरू पुरा गरेर चाहिँ फर्किँदैछन्। अनि त्यहाँ चाहिँ मानवमीसँग भएको चाहिँ अब सबैलाई थाहा छैन भने चाहिँ जस मान्छे बितेको चाहिँ कति ठ्याक्कै कति दिन म पनि ठ्याक्कै थाहा 7 दिन हो कि 9 दिनमा चाहिँ 9 दिनमा चाहिँ उनीहरू घरमा चाहिँ भेटघाट गरेर चल्नुहुन्छ। अनि पहिलो टिका चाहिँ कस्तो सुट गरिरहेको छ प्लिज कमेन्ट डाउन द बिलो यार केटा हो। सुहाउने भन्दा पनि यो चाहिँ कल्चर हो। यसमा चाहिँ खासै माथि चाहिँ भेटिएर गर्न सकिएन किनकि अब त्यहाँ चाहिँ त्यस्तो सिन हुन्छ। अब त्यस्तो
अवस्थामा फेरि गएर भिडियो रेकर्ड गर्दा अलिकति कम्फर्ट पनि हुँदैन। त्यस कारणले गर्दा चाहिँ माथि चाहिँ भिडियो रेकर्ड गर्न पाएन अनि हामी चाहिँ अहिले फर्किँदैछौँ। त्यही नै हो। अनि बाटोमा चाहिँ के हुन्छ फर्किँदाखेरि त्यो पनि बरु मिलेसम्म चाहिँ देखाउन ट्राई गर्ने चाहिँ त्यही नै हो। सो अहिले चाहिँ हामी तल बालुवा पुग्न लागिसक्यौँ। यहाँ चाहिँ यस्तो बवाल छ कि यस्तो मस्त खोला छ अनि यस्तो छ कि यहाँको सिनियर हेर्दै डर लाग्दो पुरै। भयो भयो राइडर गान्छ पुरै यहाँ खतरा। पेलमा अहिले चाहिँ फर्किँदैछौँ पुरै। खोला पनि लास्ट पिस छ क्या पुरै माथि धोरा पुगेर फर्किँदैछौँ। अनि साइडमा मकै राइडर सलिमको यहाँ अलिकति लेकर जान कि हातले धोका दियो। अब चाहिँ बुलेटको पालो लास्ट अप्ठ्यारो छ बाटो यहाँ बिस्तारै।